हेलो गुड मर्निङ गाइज के छ खबर आई होप सन्चै होला मलाई पनि सन्चै छ आजको ब्लग पनि त्यस्तै भयो बिहान आगोसागो बालेर भाँडा माझेर तर आज दिउँसो चाहिँ बवाल मजा आउँछ किनकि आज बाबा आउँदै हुनुहुन्छ अब फ्यामिली मेम्बर आउँदैछ भने चाहिँ थाहै होला सबैलाई कस्तो खुसी र मजा आउँछ भन्ने होइन त्यही पनि ठिक छ अबदेखि चाहिँ भ्लगहरू बिहानमै नै आउट हुन्छन् अनि मेरो भ्लग जर्नीलाई चाहिँ सबैले सपोर्ट गर्नु होला त्यस्तै छ आज दिउँसो चाहिँ बाबालाई वेलकम गरिन्छ होइन यस्तै हो अब बारिसक्यो पानी तातिसक्यो भाँडा अघि नि माझेको अनि अब भ्लग स्टार्ट गर्नु पर्यो भनेर स्टार्ट गरेको अब चाहिँ सुतिन्छ एकछिन फेरि मजाले अनि फेरि बल्ल उठेर काम गर्ने हो अनि त्यसपछि अब गोरु खुवाएर अनि तबसम्म बाबा हुन्छ होला अनि बाबा लिन जान्छ आएर अनि अभिट गरेर कस्तो म आज चाहिँ खुसी छु कि किनकि अब यो घरको फ्यामिली मेम्बर आएपछि त जो पनि खुसी हुन्छ नि होइन त्यही भएर आज चाहिँ आजको दिन चाहिँ बबाल रमाइलो हुन्छ होइन मजा आउँछ हेर्नु नदिनु होला फुल भिडियो सपोर्ट गर्नुहोस् तपाईँको सपोर्ट त अनि होइन मजा हुन्छ भ्लग बनाउनु नि मजा आइरहेछ अब सपोर्ट चाहिँ नआएपछि चाहिँ यसो मन चाहिँ दुख्ने रहेछ त्यही पनि भ्लग बनाउनु त छोड्ने होइन मजा आउनु लाग्छ होइन मजा आइरहेको कुरालाई छोड्नु पनि हुन्न त्यही भएर छोड्न त फिक्स छोड्दैन त्यही पनि साथ सपोर्ट चाहिँ चाहिन्छ है युट्युबमा हेर्नुपर्छ भने लाइक सब्सक्राइब गर्नु होला होइन अनि अरू प्लेटफर्म जस्तै टिकटक फेसबुकमा हेर्नुपर्छ भने चाहिँ फलो गरिदिनु होला ल यही छ अब चाहिँ एकछिनपछि प्रोपर उज्यालो हुन्छ अनि त्यस बल्ल चाहिँ अरू काम गर्न थालिन्छ अहिलेलाई चाहिँ यति 3 hours later. च्याप्प घाँस काट्नु जानु लाग्यो होइन है गाई चाहिँ अब चाहिँ फेरि आज पनि लाकुरी काट्नु जानु लाग्यो दुई भाइ चप्प मिलेर आज चाहिँ मौसम चाहिँ बवाल भइरहेछ पुरै घाम पनि छैन होइन शीतल शीतल तर जाडो भएको मान्छेले यस्तो लाउँछ जाडो होइन जाडो भन्नाले नि शीतल पुरै हावा मतलब शीतल हावा भइरहेछ होइन तर त्यस्तो जाडो पनि बसेन होइन अनि त्यस्तो ऊ पनि त्यस्तो घाम पनि बसेन होइन घाँस काट्ने ठाउँमा चाहिँ पुग्यो अब म चाहिँ यहाँ बस्ने सम्हाल्ने गरेर मेरो काम चाहिँ दाइको काम चढ्ने हो यी तल चढिरहेको छ यो यत्रो अनि यही काटेर मैले सम्हालेँ अनि बोकेर लाने हो यो काम दिनकै गाली खान्छ काम त्यही काम गर्न भनेर अब काम गरेकै हुन्छु तर जति काम गरे पनि हाम्रो मम्मीलाई चाहिँ पुग्दैन होइन त्यही हो अब भोक लाग्छ लास्ट उनी खाजा पनि खाइएन आज चाहिँ भोक लाग्छ लास्टै अनि त्यही भएर यति गरेर चाहिँ के खाजा खाइन्छ अनि नत्र भए फेरि सुत्न गएर सिधै उठेर खाना खाएर सिधै हिँडिन्छ यही चढिसक्यो यहाँ यस्तो ठाउँमा जुगा पनि भर छैन कि जुगाको होइन पुरै मङ्की स्टाइलमा चढ्दैछ दाइ चाहिँ चप्प पहिलाको बारी बोक्को अब घर जान लाग्यो लास्ट भोक लागेर छ गएर खाना खानु पर्यो 9 बज्यो क्या अनि आज चाहिँ दाइले डह्रो भेट्ने भयो यी चप्प हँसिया यस्तो पुरै उ गरेछ डह्रो खान्छ मम्मीको गाली कहाँ हानेछ पनि थाहा छैन तर फिक्स मम्मीको चाहिँ डह्रो गाली खान्छ मजा आउँछ हेर्न चाहिँ एकछिन त्यो हेर्ने अनि आधी पेट भरिन्छ त्यसको गाली मम्मीले गाली गरेको यसलाई सुनेर अनि त्यसपछि बल्ल पेट मजाले भरिन्छ हेर्नुहोस् चप्प पुष्करजीले खानुभएछ अब डह्रो गाली खानुहुन्छ पुष्करजीले भन्न जान्दैछ मम्मीलाई होइन
कतिको रियाक्सन हुन्छ हेर्नु मम्मी तपाईँ यहाँ आउनुहोस् त पहिले यहाँ गल्ती गरेर चाहिँ नगराउनुलाई भिडियो बनाएको छ गाली नगर्नुलाई हामी चाहिँ हँसे भाँच्छु कि हामी के गरेर भाँच्छु थाहै भएन कि यसो गाली गर्नु मम्मी गाली गर्नुको त्यो काट्दासम्म ठिक थियो हुन त अरे रुखेमा गएको के गाली गर्नु न तर कहाँ गयो थाहै भएन कि खुट्टामा चप्पल टक्क लाएर माथि नि कपडा टक्क लाएर बाबालाई लिन जान लाग्यो टक्क लाएर ल गाइस बाबा लिन जान लाग्यो बाबा हेर्ने माथि आउनु भएको रहेछ अनि त्यही भएर लिन जान लाग्यो त्यहाँभन्दा तल चाहिँ गाडी आउनु नि त्यही बिहान नरबा कहिले काहीँ बेलुका हिँड्छन् नर तलसम्म चाहिँ जान्दैन त्यही भएर यति माथि छेडासम्म आउनु भएको छ अरे अनि लिन जान लाग्यो ल सँगै जाऊँ है त फाइनली आइयो बाबासित यति माथि हुनुहुन्छ अरू बाबाको चाहिँ रियाक्सन छैन केही पनि होइन चप्प भिडियो बनाएको छ केही छ थाहै छैन बस हुँ हो त्यसपछि कुनै पनि रियाक्सन हुन्न हाम्रो बाबाको चाहिँ त्यही हो उहाँ माथि हुन्छ त्यहाँ माथि हुन्छ होइन बाबा चाहिँ जान्दैन अलग्गै खुसी है मुझे चेहरे में भन्दै हो आइयो म चाहिँ मोटाउनु भएको छ यार र शान्ति हुन्छ ल लाम ल कुली पनि भयो अब त गुरुङ रहेछ गाह्रो छ कुली बन्न पर्ने रहेछ जिन्दगीमा पनि होइन यस्तै छ ल अब चाहिँ सिधै गर बेटा फाइनली बाबाले ल्याएर आयो गर माथि त्यही राखिदिन्छु रमाइलो छ जिन्दगी तपाईँ पनि खुसी हुनु म पनि खुसी छु होइन ल है त अब चाहिँ नेक्स्ट ब्लगमा गएर बाई